झाले तिक झाले मैं जुलानी झाले पुल पुल सोया नख चख जात्रा हुले छन्तलु मंका लिफ लिफ सोया झाले तिक झाले मैं जुलानी झाले पुल पुल सोया नख चख जात्रा हुले छन्तलु मंका लिफ लिफ सोया छौ जीवो मति न ललहना याउ कचोने थौकन्हे गनदू मचाका मति नया जा जुइम बाला मैजू गनदू हो बाला मैजू गनदू झाले तिक झाले मैं जुलानी झाले पुल पुल सोया केले मिखा आस्कुति पहला स्वेवो लेवो ममेजू केले मिखा आस्कुति पहला स्वेवो लेवो ममेजू बाला बाला चिंगू मिखाया अजला प्रेमय नशा कलयेजू ओ बाला बाला चिंगू मिखाया अजला प्रेमय नशा कलयेजू जीतल मंका मति नया देछा विधागु लुमंती जकदू मचाका मति नया स्वामी बालाम मैजू गनदू हो बालाम मैजू गनदू झाले तिक झाले मैं जुलानी झाले पुल पुल सोया छन्तये के धुमका छवै धका पिया चोना जीतय मैजू छन्तये के धुमका छवै धका पिया चोना जीतय मैजू छंगु की पा मंतेका सोयाना मधहिसी दुम मैजू ओ छंगु की पा मंतेका सोयाना हेलु मधहिसी दुम मैजू छली से तापेवो खोगु नुगले मिजलाया बाला चागू मचाका मति नया अंति लुइमा बालाम मैजू गनदू। नमस्कार। साँझ पर्दै गर्दा ती घरका कलात्मक झ्यालहरू सन्झ्या तिकी झ्या अनि त्यो मैजुलानी झ्याबाट कोही बाहिर हेरिरहेको कल्पना गरौँ त सायद कसैको यादमा होला। एकदमै त्यही भावबाट सुरु हुन्छ हाम्रो आजको गहन चर्चाको विषय हो। विनय राजोपाध्यायज्यूको शब्द र सुलिन्द्र साकेज्यूको सङ्गीत स्वरमा सजिएको नेपाल भाषाको गीत सन्झ्यालै तिकी झ्यालै। गीतको पहिलो लाइन नै काफी छ त्यो माहौल बुझ्नलाई। सन्झ्यालै तिकी झ्यालै मैजुलानी झ्याला पुलु पुलु सोया। अनि गीतभरि एउटा प्रश्न गुन्जिरहन्छ, बालाम र मैजु गन्धु होइन, ती आम्रे मैला कहाँ छिन्? हजुर। यो गीत चाहिँ नुङया ख सुचुका तया मतलब
मनको कुरा लुकाएर राखेको भन्ने एल्बममा छ। यो एल्बम नेपाल सम्मत 1123 को लक्ष्मी पूजा सायद 2003 अक्टोबर 25 मा रिलिज भएको हो। हो र आज हामी यही गीतको भावनात्मक गहिराई, यसमा प्रयोग भएका सांस्कृतिक संकेत, खास गरी ती झ्यालहरू अनि एउटा एकदमै अनौठो रचना सम्बन्धी तथ्य त्यसकै बारेमा कुरा गर्ने हो। ल त्यसो भए त्यो भावनात्मक पक्षबाटै सुरु गरौँ न त। गीत सुन्दा त्यो वियोग, त्यो सम्झनाको भाव निकै बलियो लाग्छ हैन? हो नि, त्यो एक नासले झ्यालबाट बाहिर हेरिरहने पुलुपुलु स्वाया अनि त्यो चाडपर्वको भिडमा पनि नखछख जात्रा या हुल्याए उसैलाई खोज्दै आँखा डुलाउने छन्तो लुमाङ्ग लिफ लिफ सोया, कस्तो गहिरो। अनि विगतका कुराहरू, त्यो माया साटेको मतिना लहल्याना, वाचा गरेको मतिनाया देछा बी धागु, सम्झिँदा वर्तमानको खालीपन झन बढ्छ। अनि त्यो प्रेम या नसाङ्कल यजु, प्रेमको नसाले छोयो, कति शक्तिशाली अभिव्यक्ति। त्यो भाव त छँदैछ, तर तपाईले अघि भन्नुभएको ती झ्यालहरू, सन्झ्या, तिकी झ्या, मैजुलानी झ्या, ती साधारण झ्याल मात्र होइनन् नि। ए होइनन् र? मैले त त्यत्तिकै होला भन्ने सोचेको। होइन, यी त नेवार वास्तुकलाका के भन्छ उत्कृष्ट नमुना हुन्। काठमा एकदमै मिहिन बुट्टा कुदिएका। ओहो, मतलब ती झ्याल आफैमा कला हुन्। हो नि, मैजुलानी झ्या त झन् अलि विशेष खालको, गोप्य तरिकाले बाहिर हेर्न मिल्ने रे। गीतमा यी नाम आउँदा त्यसले त्यो पर्खाइलाई एउटा सांस्कृतिक वजन दिन्छ क्या। वाह, झ्यालहरू पृष्ठभूमि मात्र नभएर कथाकै हिस्सा जस्तो। तर मैले अर्को एउटा कुरा पढे, त्यो झन अचम्मको। के कुरा? यो गीतमा प्रयोग भएका सबै शब्दहरू पहिले नै निस्किसकेका नेपाल भाषाका एल्बमका नामहरू हुन् रे। यो साँच्चै हो? हो, तपाईले ठिक पढ्नुभयो। अनि यो नै यो गीतको सबैभन्दा अनौठो पक्ष हो। गजब, यो त पत्याउनै गाह्रो नि। कसरी सम्भव भयो होला? यो केवल एउटा कलात्मक प्रयोग मात्रै हो कि? अब प्रश्न यहीँनिर उठ्छ, के यो शब्दको खेल मात्र हो कि यसको कुनै गहिरो सांकेतिक अर्थ छ? यसलाई त्यो एल्बमको नामसँग जोडेर हेरौँ न। नुगया ख सुचुका तया, मनको कुरा लुकाएर राखेको। मतलब कतै यो गीत बनाउने तरिका नै त्यो लुकाइएको कुरा त होइन? हुन सक्छ। पुराना एल्बमका नामबाटै शब्द बुनेर नयाँ गीत बनाउनु यो आफैमा एउटा लुकेको कला जस्तो। सायद विगतप्रतिको सम्मान, नोस्टाल्जिया। वाह, त्यो हराउँदै गएको साङ्गीतिक युगको सम्झना। ओहो, यो त निकै गहिरो कुरा भयो। हो नि। त्यसो भए गीतले खोजेको त्यो बालाम्मा मैजु, सुन्दर महिला कुनै व्यक्ति नभएर ती पुराना एल्बमहरूमा भएको कला, त्यो समय वा त्यो साङ्गीतिक सम्पदा पो हो कि? यो एकदमै बलियो सम्भावना हो। ती एल्बमका नामहरूलाई यसरी एकै ठाउँमा ल्याउनु नै एउटा खोज जस्तो भयो। रचनाकारले सायद ती पुराना खृजनाभित्रको सौन्दर्यलाई नै मैजु भनेका पो हुन् कि? यसरी हेर्दा त गीतका धेरै पत्रहरू खुल्छन्। एकातिर सांस्कृतिक बिम्ब, झ्याल, जात्रा अनि मानवीय भावना, चाहना, खोज, सम्झना। अनि अर्कोतिर यो संरचना आफैमा एउटा पहेली जस्तो, नेपाल भाषा सुगम सङ्गीतको इतिहासलाई नै सङ्केत गर्ने। सही भन्नुभयो। त्यो संरचनात्मक पक्ष नै यसको मुटु हो भन्दा हुन्छ। साँच्चै यो गीतको विश्लेषणबाट वियोग र प्रेमको कुरा मात्र होइन, वास्तुकला, संस्कृति पनि बुझियो। अनि सबैभन्दा माथि त सृजनात्मकता कति अनौठो हुन सक्छ भन्ने देखियो। हो त, पुराना एल्बमका नामबाटै नयाँ गीतका शब्द, यो आफैमा एउटा गहिरो विमर्श भयो। अब जाँदा जाँदै श्रोताहरूलाई एउटा प्रश्न छोडेर जाउँ न त। हुन्छ। के गीतले खोजेको त्यो बालाम्मा मैजु साँच्चै कुनै भौतिक अस्तित्व मात्र हो, वा ती पुराना एल्बमका शीर्षकहरूको थुप्रोभित्र लुकेको, समयले बिर्साउँदै लगेको कुनै सांस्कृतिक चुरो, विगतप्रतिको मोह अथवा त्यो सिर्जना गर्ने अनौठो तरिका नै हो जसलाई गीतकारले यति मेहनतले खोजिरहेका छन्? सोच्न लगाउने प्रश्न, पक्कै पनि सोच्दै गर्नुहोला।